नमस्ते जय नेपाल सबैलाई। अब नमस्ते गरौँ भने हैन यहाँनेरि झुटो आज कस्तो यो के खालको कुन खालको यो यसको संस्कार के खालको रहेछ न भन्नुहुन्छ भनेर म पनि देप्रे सलाम छ भनेर देप्रे सलाम ठोक्दैछु सबैलाई। सेवा नमस्ते जति पनि मेरो फेसबुकमा युट्युबमा रहनुहुने साथीहरुमा सेवा भन्दै म सन्तेशी रैनी फेरि हामी बिरी पार्टी हो भने जस्तो हामी खाना पार्टी हो क्या। खाना खाँदैछौँ हामी। यतातिर मेरो मुल्की हुनुहुन्छ हैन, म चाहिँ मुल्की नै हो कि के हो, यतातिर हुनुहुन्छ उहाँहरू पनि खाना खानुहुँदैछ। कस्तो उहाँहरू भन्दैछु कस्तो एउटा मेरो श्रीमान तर बुढोले शङ्खा गर्ने पो मैले बोली पर्छ उहाँहरू भने कस्तो अगाडि साइडमा पनि केही साथीहरू छ कि मेरो जस्तो पो मेरो बोली त गयो। बुढो अलिकति सोझो मात्रै नभए ए भने त्यहाँबाटै मैले त तेर्सो खुट्टा घुमिहाल्ने म मिस्टेक हुन जान्छ हैन। हारबिनाको जिब्रो क्या लड बन्ने छैन, खुद तपाईँ मात्रै हो कि लाग्छ त कुनै त्यस्तो श्रीमानज्यू है ला मेरो बोलीले डराउनु भयो साथी। होइन होइन त्यस्तो छैन, हामी जस्तो खुल्ला दिलको मान्छे कहाँ हो। हाम्रो त के को बुहारी ल्याउने बेलामा त्यस्तो हुँदैन, अरू जस्तो छैन क्या। हामी खाना खाइँदैछ क्या यहाँनिर। आज त दाल पकाइन क्या, फर्सीको मुन्टा पकाएको छु, बोरी होइन थुप्रो बोरी पनि छ। फेरि मेरो हातमा थुप्रो होइन नि, फेरि बारीमा थुप्रो लिएको चाहिँ यति हो यति। फेरि हातमा त्यत्रो नभन्नु होला नि है कमेन्टमा, हातमा यति देखाउँछ फेरि धेरै भन्दैछ भनेर कमेन्ट नगर्नु है। अनि यतातिर हाम्रो शान्तिको बा हुनुहुन्छ, उतातिर चाहिँ के को तरकारी निलैलाई अर्को श्रीमानलाई भने उहाँहरू नि मैले भने तेरो हेला गरेर म खाना पनि अलिकति दियो चाहिँ नभन्ने म थपी त हाल्छु। बोल्दैछु नि त, आफै पनि लगाइ खानु मिल्छ नि त, हो कि होइन? मिल्न त मिल्छ, भाडा कुरा सब उतै फर्केको छ, के गर्ने फर्के पनि त हामी एक घरको परिवार हो, त्यस्तो गुनासो नमान्नु हेर्नु। जार दिएको छु आज त म रमाउनु हुँदैछ होइन। यस्तो रमाउने पोक 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 पे गर्नु। यो साथीहरू यो चाहिँ के को तरकारी गेस गर्नु होला। यो हेर्दा यो यस्तो पनि छ होइन, यी सिरु बहिनीले खानुहुने हो। भिडियोमा हेर्नुहुन्छ नि त सिरु मगरले हो, उहाँ बहिनीले खानुहुन्छ। के हो कतिजनाले त सिरु बहिनीको भिडियो हेर्नुहुन्छ? यसको नाम चाहिँ अब कमेन्टमा दिनु होला होइन। यस्तो छ सिरु मगरको चाहिँ होइन, त्यो भिडियो हेर्नुहुनेले जम्मैले चाहिँ थाहा हुन्छ। उहाँले आज अलिक सिजन पनि छ, त्यो भएर गेस गर्नु है सजिलो हुन्छ। धेरै गन्थन नगरौँ होला बा, पुरा खुस्किहालेँ। उहाँहरू भने बा यो भिडियो सक्ने बित्तिकै बा मलाई बुढोले ट्याक्कै बा टाउको पो खाने हो यी मोराले है। फेरि अब होसको दबाई खाउँ भातसँगै मैले होसको दबाई खानु अरे खानासँगै राम्रो। दबाई मात्रै खाउँदा फेरि अब दबाईले असर गर्छ होला, खाना पनि खानुपर्छ, होसको दबाई पनि खानुपर्छ। त्यस नकुट्नु हुने रहेछ मलाई, केही नभन्नु, किनभने धेरै सुरक्षित साथ बोल्नुभयो उहाँले पनि लास्टमा होइन। अब औषधि मात्रै खायो भने मात्छ अरे, खानासँग खायो भने बच्ने उपाय भयो। उहाँ एकदम राम्रै बोल्नुभयो, त्यसमा चाहिँ अब खुसी मान्नुपर्छ होइन। खासै शङ्खाको विषय छैन। मेरो बुढोले खाना खाइसकेपछि बा लात्ती पो घुमाउनुहुन्छ कि भन्ने एउटा शङ्का लाग्थ्यो, तर नहोला जस्तो छ है। अर्को भिडियोमा फेरि म पक्कै पनि हजुर माछ यस्तै ठट्टाहरू
दुःख सुखको कुराहरू गाउँघरको यसो मेलोपातको कुरा टुप्लुके लिएर आउने छु है। हेर्नु चाहिँ नभुल्नु होला। अनि के जाति अरे गर्नुपर्छ अरे अब सेयर के अरे सेयर कमेन्ट लाइक के भन्छ मेरो छोरा कति फट्टङ भन्छ मेरो छोरा म त जान्दिनँ गोबर गर्ने सही छु एकातिर। अब युट्युबमा हेर्नुहुने चाहिँ सबैले चाहिँ ए युट्युबमा हेर्नु अरे क्या उहाँले भन्नुभएको अन्त के सब्स्क्राइब गरिदिनु च्यानललाई है। उहाँको पनि कुरा सुन्नु है अलिकति। म भन्दा अलिकति एसएलसी पास हो क्या। म चाहिँ तलतिर डाउन अन्डर एलसिएलसी के अन्डर भनेको के अन्डर भनेको खाटमुनि राम त्यस्तो त होइन अन्डर मुनिला अनि टेबल मुनि भन्नु हो टेबल मुनि नै परेको टेबल मुनि चाहिँ के टेबल मुनि बसेको दिन्छ त टेबल मुनि मात्रै त घुसेछ हजुर सब टेबल मुनि भनेको त टेबल मुनि नै त अब टेबलमा टेबल भन्दा माथि निस्केको भए टेबलमा ठक 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 होइन कागज पत्रमा टक 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 लेख्थे केही कर्मचारी हुन्थे होला। टेबल मुनि भएको कारणले त के गर्नु श्रीमानज्यू गोबर घाँस दाउरा मेलो पात गर्नु परेको छ। यसरी तपाईँलाई खाना हाँसी खुसी गर्दै दिनु पाएको छु। नभए म यतिखेर ए श्रीमान यसो गर्ने ठकठक म अफिस गएँ भनेर यतिखेर त मलाई सलाम ठोक्ने बेला भएको थियो। मैले धेरै खर्च धेरै पैसा कमाएँ भने त मलाई त मान सम्मान गर्नुहुन्थ्यो होला। गाह्रो छ अलिक दुःख बिसाउनु बिचारा अनुहारसँग देखाउन त महिलाहरूको अधिकार धेर भएको माथि होइन अलिअलि हुने खाने अलिकति पाउने भइदिएको भए त नि पेलेको तेल निकाल्दैछ कि अहिले आएर म त शङ्का तपाईँभन्दा मेरो पर्समा पैसा अलिक धेरै हुँदा म तपाईँलाई त्यसो गरेको छु। कहिले के बेच्छु होइन गाउँघरमा अब मही पार्दा अब घिउ हुन्छ दुधहरू त बिक्री हुँदैन हाम्रो गाउँमा यस्तै बिकटको ठाउँमा। अनि घिउहरू बेच्छु कहिले रक्सीहरू बेच्छु होइन कहिले के बेचेको मेरो पर्समा थैली त नभनौँ थैली हरायो पर्समा पैसा हुँदाखेरि म तपाईँलाई माया गरेको छु त ठुलो त पल्टेको छुइनँ नि हो कि होइन अब अहिले त टेबल मुनि भएर मात्रै हो साथीहरू टेबल माथि भइदिएको भए अब बात यस्तो हुन्थ्यो भन्ने मेरो भनाइ हो। अहिले त अब टेबल मुनि हुनुहुन्छ उहाँ एक झलक देख्दै मान्छेले चिन्दैन यो मान्छे यस्तो रहेछ हो है खाना रोकिए हो। अब के गर्नु अब सही त लाउनै पर्यो। लेखेर यस्तो सही गर्नु भने नहुने अब ढाडमा लेखेर पनि नहुने बरु नाकमा थम चेक दिए सक्थ्यो। बाई बाई गर्नु न यता बोल्नु भएको बाई बाई अर्को भिडियोमा हामी लौ त कुन खालको हो राम्रो सक्यो म चाहिँ बिदा नमाग्नु लौ त साथीहरू यस्तै भिडियो हेर्नको लागि चाहिँ हाम्रो रैनीको फेसबुकमा चाहिँ आउँदै गर्नु अनि युट्युबमा पनि गएर यस्तो थम्चेक दिनु चाहिँ नबिर्सिनु। अनि यहाँ मनमा लागेको कुरा चाहिँ सर तलतिर लेख्न चाहिँ नबिर्सिनु होला भन्दै अहिलेको बसाइबाट चाहिँ म चाहिँ को नि म शान्तिको बाउ पनि नमस्कार गरे ढोक दिया कस्तो उल्टो दिमाग उल्टो छ कि साथीको।